हेलो गाइज, आज चाहिँ म हजुरहरूको लागि टोटल्ली बिगिनर्सहरूको लागि जो चाहिँ बुनाइमा इन्ट्रेस्ट हुनुहुन्छ उहाँहरूको लागि म बुन्ने प्रोसेसहरू कसरी गर्ने भन्ने सम्बन्धी सिकाउन गइरहेको छु। र पहिले घर हाल्ने प्रोसेस हुन्छ हाम्रो, घर हाल्ने प्रोसेस कसरी गर्ने भन्ने सम्बन्ध र पछि बुन्ने कसरी भन्ने सम्बन्धमा हजुरहरूलाई सिकाउन गइरहेको छु। गाइज, यो चाहिँ 8 नम्बरको काटी हो। यसले चाहिँ हामी टोपी मोजाहरू बुन्न सक्छौँ। हामीले यदि स्वेटर बुन्नु पर्यो भने चाहिँ 9 नम्बरको काटी युज गर्नुपर्छ र यदि मफलर आदि बुन्नु छ भने हामीले 12 नम्बरको काटी युज गर्न सक्छौँ। अब हामी घर हाल्नतर्फ गइरहेका छौँ। घर हाल्नलाई सर्वप्रथम यसरी दुईटा औँला यसरी माथि राखेर योलाई यो धागोलाई यसरी मुनि लिनु पर्दछ र यसलाई यतापट्टि लिएर आएर यो हामीले यस्तो गोलो सेपमा पहिला ल्याउनु पर्दछ। र हामीले कति घर हाल्ने भन्ने सम्बन्धमा हुन्छ। यो जति घर हाल्यो यो पछाडिपट्टि लम्बाइ त्यति नै लम्बाइ छुटाउनु पर्नेछ। र मैले चाहिँ यो डबल धागो राखेँ, तर हामीले यसमा सिङ्गल धागो राखेर पनि घर हाल्न सक्दछौँ। आफ्नो इच्छा अनुसार हुन्छ। धागो जतिको मोटो छ त्यही अनुसार यो पातलो भए डबल वा मोटो भए सिङ्गलमा पनि हामीले बुन्न सक्छौँ। सर्वप्रथम हामीले यसरी यो गोलो जुन अघिनको सेप भएको छ यसलाई एम सेपमा निकाल्नुपर्छ। हेर्नुहोस्, राम्रोसँग हेर्नुहोस् ध्यान दिएर। यसरी दुईटा यसरी गर्दाखेरि चाहिँ यतापट्टि र उतापट्टिको भाग जोडेर बिचमा काटिएको एम जस्तो देखाउनुपर्छ। जुन ऊ भइसकेपछि एउटा जुन काटेको चुच्चोले यतापट्टि र अर्कोपट्टि फेरि अर्को साइडपट्टिकोले यसरी लिएर जुन मोटो बुढी औँलाको भागमा भएको धागो जुन छोडिएपछि त्यसपछि यी दुई घर यसरी तयार हुन्छ। अझै राम्रोसँग म भन्न गइरहेको छु, सिकाउन गइरहेको छु। ध्यान दिएर हेर्नु होला। यसरी दुईतिर ठ्याक्क छुट्टिन्छ। छुट्टिएपछि छुट्टिएको भागलाई यसरी समात्नुहोस् र यो बुढी औँलामा एकचोटि, चोरी औँलामा एकचोटि र फेरि बुढी औँलामै लगेर छोडिदिने र यसरी तान्ने। बुढी औँलामा एकचोटि, चोरी औँलामा एकचोटि र बुढी औँलामै लगेर फेरि छोडिदिने। बुढी औँलामा एकचोटि, चोरी औँलामा एकचोटि, बुढी औँलामा लगेर यसरी छोडिदिने। यता हेर्दाखेरि हाम्रो ठ्याक्क कपाल बाटेको जस्तो सेप बन्छ। हेर्नुहोस्, यसरी बुट्टा बन्दछ। अनि फेरि छोडियो भने पनि तपाईँहरूले आफैले पनि अब गर्न सक्नुहुन्छ। हेर्नुहोस्, यसरी दुईवटा हातदेउ गर्ने। बुढी औँलामा एकचोटि, चोरी औँलामा एकचोटि र छोडिदिने। छोडिदिँदाखेरि बुढी औँलाबाट छोडिदिने। फेरि पनि बुढी औँलामा एकचोटि, चोरी औँलामा एकचोटि र फेरि बुढी औँलाबाट छोडिदिने। बुढी औँलामा एकचोटि, चोरी औँलामा एकचोटि, बुढी औँलाबाट छोडिदिने। बुढी औँलामा एकचोटि, चोरी औँलामा एकचोटि, बुढी औँलाबाट छोडिदिने। अब हामीले गर्दाखेरि सबभन्दा स्टार्टिङमा चाहिँ हामीले गर्दाखेरि दुई घर ठ्याक्क एकैचोटि बस्छ भने पछिकोमा एक एक घर हुन्छ। हेर्नुहोस् कति घर भएछ। 1 2 3 4 5 6 7 8 9 10। हामीले गर्दाखेरि यो जुन डबल धागो लिएको छ त्यसैले डबल नै उयो दुईवटा एकै ठाउँ भएकै धागो गर्नुपर्दछ। सिङ्गल धागो भयो भने यो सिङ्गलमा बस्छ र सिङ्गलमा गर्नुपर्दछ। यो 10 घरको भएको छ र अगाडिपट्टि बुट्टाइ हेर्नुहोस् यस्तो भएको छ, यस्तो बाटेको जस्तो बुट्टा बनेको छ। अनि हामीले यो मान्छे हेरेर घरको बुट्टा बनाउनु पर्ने हुन्छ। जस्तै कि हामीलाई टोपीमा चाहिँ 85 90 घर चाहिन्छ भने मोजाको लागि चाहिँ 30 35 घर, ठुलो मान्छेलाई ठिक्कको मान्छेलाई 30 35 घर, सानो बच्चा छ भने अझ त्योभन्दा पनि थोरै 20 25 घर र अझै ठुलो छ भने 39 घरसम्ममा हाल्दा हुन्छ। त्योभन्दा धेरै पर्दैन। नत्र भने यो तन्किँदै जाने हुँदाखेरि मोजा लुज भएर पछि गर्ने लुज भएर लाउन नहुने हुन्छ। अब चाहिँ हामीले बुन्नेतर्फ हजुरहरूलाई सिकाउन गइरहेका छौँ। पहिला सर्वप्रथम हामीले उल्टो बुन्न गइरहेका छौँ। उल्टो गर्दाखेरि ध्यान दिएर हेर्नु होला। हामीले यो जुन काँटाको भाग छ दाहिने हातको यो माथिपट्टि पारेर र यतापट्टिको जुन भाग रहेको छ त्यसलाई यस्तो गरेर माथिबाटै ल्याएर जुन भागलाई घुमाएर ल्याएका थियौँ त्यही भागलाई ठ्याक्क निकाल्ने र निकालेको भाग छोड्ने। अर्कोचोटि पनि यसरी नै सर्लक्क जुन हामीले डबल बुनेका थियौँ त्यही डबललाई नै यसरी बुन्ने। बुनाइको भागलाई यसरी बाथी ल्याउने र त्यो बुनिसकेपछिको त्यही भागलाई तलको भागलाई छोड्ने। फेरि पनि हामीले यसलाई माथिपट्टि ल्याउने। यसरी माथिपट्टि ल्याइसकेपछि त्यो ल्याएको भागलाई मुनिपट्टिबाट निकाल्ने र त्यो यतापट्टि साइडको अर्को भागको उसलाई छोड्ने।
अर्कोपट्टिलाई पनि अर्को घरलाई पनि यस्तै गरी हामीले बुन्नुपर्छ। बुनिसकेपछि यो गर्ने हेर्नु उल्टो बुन्दाखेरि हामीले यस्तोमा माथि माथि आउँदछ भने सुल्टो बुन्दाखेरि यो मुनि मुनि जाने हुन्छ। अहिले पछि म हजुरहरूलाई सुल्टो कसरी बुन्ने भनेर पनि सिकाउँछु। पहिला उल्टो ध्यान दिएर हेर्नु होला। उल्टो माथिपट्टिबाट गर्ने यसो गरेर बुन्ने, बुनिसकेपछि बुनिसकेको भागलाई छोडिदिने। हामीले ल हेर्नुहोस् अर्को एउटा घरलाई निकाल्ने, यसरी बुन्ने र बुनिसकेपछि त्यो घरलाई यस्तो गरेर त्यो बुनेको यतापट्टिको भागको घर छोडिदिने र उतापट्टिको ठ्याक्क बुनेको भाग यतापट्टिबाट निकालिदिने। सुल्टोपट्टि यस्तो हुन जान्छ। अहिलेपछि राम्रोसँग देख्नुहुन्छ होला। यो भिडियो धेरै लामो हुने भएकाले म हजुरहरूलाई यो थोरै घरमा देखाउन गइरहेको छु, त्यसको लागि अन्यथा नलिनु होला। हजुरहरूले त्यस्तै गरी 10 घरसम्म बुन्नु होला। जुन यसरी हेर्नुहोस् बाटेको सट्ट आउँदछ, यति राम्रो पनि देखिएको हुन्छ। र यसरी अब हामीले बुन्दाखेरि अब यहाँ बुन्नुपर्ने कुरा छ। यो घर हाल्ने काम हाम्रो सकिएको छ। मैले थोरै घर हालेर हजुरहरूलाई डेमो मात्र देखाएको हो। यसरी जुन घर हाम्रो जुन धागोको डल्लो उन रहेको छ त्यो धागोबाट अब हामीले बुन्न थाल्नु पर्दछ। अर्कोपट्टि त हामीले थोरै मात्र धागो राखेको हुन्छ, त्यही भएर हामीले थोरै धागो भएकोपट्टि बुन्यो भने चाहिँ त्यो भाग चाहिँ त्यो धागो सकिएर पछि हामीलाई एकदम टेन्सनमा पर्छौँ। अब हामी बुन्न गइरहेका छौँ, राम्रोसँग ध्यान दिएर हेर्नु होला। पहिला हामी उल्टो घर बन्नतर्फ लागिरहेका छौँ, ध्यान दिएर हेर्नु होला है। हेर्नुहोस् यस्तो गरेर यो यसरी माथिबाट ल्याएर यस्तो यो यतापट्टि भएको भागले यस्तो माथिपट्टि लिएर आउने जुन, भनेर यो यसो गरेर त्यो भागमा घुमाइसकेको जुन धागो बहर राखेका थियौँ त्यो भागोलाई यतापट्टि निकालेर त्यो भइसकेको धागोलाई यसरी छोडिदिने। जुन मेरो दाहिना हातपट्टि रहेको छ त्यो हातबाट यी धागो काँटा यता लिएर आएर त्यसमा धागो बेर्ने। यसरी बेरिसकेको धागो सट्ट यतापट्टि मुनिपट्टिबाट निकाल्ने र यतापट्टि भएको धागो ठ्याक्क छोडिदिँदाखेरि उता बुनिएको हुन्छ। हेर्नुहोस् हजुरहरूले राम्रोसँग बुझ्नुहोस् भनेर म हजुरहरूलाई बिस्तारै देखाउन गइरहेको छु। यतापट्टिबाट ल्यायो गऱ्यो, यतापट्टिबाट छोडिदियो, यतापट्टिबाट ल्यायो गऱ्यौँ, यतापट्टिबाट छोडिदियौँ। यतापट्टिबाट छोडिदियौँ, यतापट्टिबाट यसरी ल्यायौँ। यदि हामीले एउटा मात्र धागो भयो भने यसरी बिर्न पनि सक्छ। त्यसैले हामीले हेर्नुहोस् ध्यान दिएर यो दुइटै धागो यसरी जुन डबल राखेका थियौँ त्यसैले दुइटै भएको धागो निकाल्नु पर्दछ र यतापट्टिबाट यसरी बुनिसकेपछि यतापट्टिको छोडिदिने। अब बुनाइ भन्छ। यो यतापट्टिबाट गर्ने हामीले यसरी छोडिदिने। हाम्रो 10 घर तयार भइसकेको छ। ल हेर्नुहोस् यो उल्टो सेप भयो। उल्टो सेपमा ठ्याक्क यस्तो डल्लो माथिपट्टि भनौँ न, यसरी डल्लो माथिपट्टि भएर निस्किन्छ र सुल्टोपट्टि यस्तो हुन्छ। अब एक घर मैले एक लाइन बुन्दा यतापट्टि मैले सुल्टो बुन्दाखेरि हजुरहरूले ठ्याक्क बुझ्नुहुनेछ। अब म हजुरहरूलाई सुल्टो बुन्ने कसरी भनेर देखाउन गइरहेको छु। अहिले हामीले उल्टो बुन्दाखेरि जुन यो काँटाको भागलाई माथिपट्टि लिएर आयो भने अब सुल्टो बुन्दाखेरि यो भागलाई तल्लोपट्टि ल्याउने, तल्लोपट्टिबाट लिएर आउने, अनि तल्लोपट्टि नै लाने धागो पनि यस्तो गर्ने यसो गर्ने निकाल्ने। हामीले सर्वप्रथमको यो धागो चाहिँ निकाल्दा मात्र पनि हुन्छ है, बुन्नुपर्ने कुनै आवश्यकता छैन। तर मैले हजुरहरूलाई सिकाउनको लागि चाहिँ बुन्दैछु। माथिपट्टिबाट यसरी यतापट्टिबाट तलतिर लाने, तलतिरबाटै धागो ल्याउने, धागो ल्याएको गर्ने अनि त्यो धागो छोडिदिने, तलतिर लाने, धागो हाल्ने, धागो हाले धागोलाई ठ्याक्क माथिपट्टि यसरी निकाल्ने अनि छोडिदिने। यस्तो गरेर
फेरि लाने अनि तलबाटै धागो हाल्ने, माथिबाट निकाल्ने अनि छोडिदिने। धागो तलपट्टि लाने, यसरी हाल्ने, माथिपट्टि ल्याउने, छोडिदिने। धागो तलपट्टि लाने, यसरी हाल्ने, माथिपट्टि ल्याउने अनि त्यो धागो हालेको धागो छोडिदिने। अब यस्तै गरी हामी अरू 2 लाइन बुन्नेछौँ र कस्तो हुनेछ हजुरहरूलाई देखाएर यस्तो हुन्छ भनेर हजुरहरूलाई बुझाउनेछौँ र भन्नेछौँ। हाम्रो चाहिँ 2 लाइन पुरा भइसकेको छ। हेर्नुहोस् यहाँनिर चाहिँ यो चाहिँ उल्टो भाग भयो, यस्तो भयो भने सुल्टो भागपट्टि यस्तो रहनेछ। यी सुल्टो भाग ठ्याक्क बारे जसरी सुल्टो हुन्छ भने उल्टोमा यस्तो हुन्छ। तपाईँहरू लाइन र उसमा घरमा झुकिनु होला। हामीले 1 2 3 4 5 6 7 8 9 10 यो चाहिँ घर भयो, 10 घर भयो भने लाइन चाहिँ 1 2 3 4 5 लाइन भएको छ। यसरी हामीले लाइनले घरमा चाहिँ हजुरहरू नझुकिनु होला। यदि हाम्रो यो भिडियो हजुरहरूलाई राम्रो लागेको छ भने कृपया च्यानललाई सब्स्क्राइब र कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला र यस्तै निटिङ सम्बन्धी र अन्य टिप्सहरूको लागि हाम्रो यो च्यानलको बेल आइकनलाई बजाइदिनु होला ताकि हजुरहरूलाई मैले राखेको नयाँ भिडियोहरूको नोटिफिकेसन आइरहोस्। अब अर्को भिडियोमा मिल्नेछौँ, त्यसको लागि बाई बाई।